Girish Ratna Sakya! Hello. So, so guys, welcome to the first podcast by us. Hi guys, आज हाम्रो समूहमा आउनुभएको छ मिस्टर ग्लोबल नेपाल Girish Ratna Sakya on the house. आज त स्टार्ट भएको हो होइन मलाई त्यो तस्मा दिन्छस् सबैजना सोचिराख्नु भएको छ होला यत्रो सेटअप के को लागि हो आज चाहिँ हामीसँग हुनुहुन्छ मिस्टर ग्लोबल नेपाल द गिरीश रत्न साक्य welcome to our channel. वेलकम टु पडकास्ट है So guys, हाम्रो फर्स्ट क्वेसन चाहिँ के थियो भन्दाखेरि हाउ इज यर जर्नी दाइ कस्तो थियो कस्तो लाग्यो कसको सपोर्ट आउँदाखेरि कस्तो लाग्यो के थियो मनमा यसो भनिदिनु होला दाइ अब सर्वप्रथम त मिस्टर नेपाल म खासमा गएर जित्छु भन्ने मेरो सोच मैले खास मिस्टर नेपाल जान्छु भन्ने सोचै थिएन मेरो म लगभग 20 इयर्स पुगेँ र मिनालको सोमा पनि म त्यही भने म अर्कै प्लेटफर्मको मान्छे एक्कासी मिस्टर नेपाल आउँदै गर्दाखेरि चाहिँ मलाई के लागेको भन्दाखेरि नेपालको आई थिङ्क द बिगेस्ट प्रेजेन्टरीमा चाहिँ मिस्टर नेपाल पनि एउटा एकमध्ये त्यो पनि पर्छ र यो प्लेटफर्ममा आउँदै गर्दाखेरि चाहिँ मलाई के लाग्छ भन्दाखेरि दिस प्लेटफर्म इज नट जस्ट फर अ युथ टु विन यो प्लेटफर्म चाहिँ एउटा आफ्नो भोइसलाई चिनाउने आफ्नो ठाउँलाई चिनाउने एउटा माध्यम हो भनौँ र मेरो एक्सपिरियन्सको कुरा गर्दा चाहिँ मेरो रमाइलो भयो भनौँ न किनकि म no, but like that, like remember, like we have known each other for so long. You know, it's been like 4 years, 4 to 5 years now. आई थिङ्क मोर देन We had literally never thought about this kid. Like this was never planned. I know that. Like, did you even think about it? या यस्तो हुन्छ कि Like literally, like it was not planned. How much? Like, what was your training period? अब एक महिना थियो Huh? एक महिना मिस्टर नेपालको ट्रेनिङ कि बिफोर द ट्रेनिङ No, before the training. Like, how long? Like, कति times I'm already thought so. Like, you're competing for Mr. Nepal. मन्थ अगाडि What up? एक महिना अगाडि यस्तो भएको थियो A friend of mine named Alan Longol texted me. Okay. Shout out to Alan, bro. Shout out to Alan. रातिको 11 बजी texted me. अनि said कि गिरीश मिस्टर नेपाल हुन लाग्यो तैँले भिडियो I thought यो बौला जस्तो लाग्यो आउट अफ नो अनि मैले ल ठिक छ ट्राई चाहिँ गरौँ न त भने अनि के छ त क्राइटेरिया भने हाइट चाहिन्छ तेरो छँदैछ एज 32 हो लिमिट पनि नाइस तेरो 28 को भएको छ अनि अर्को भनेको बडी चाहिन्छ अब जिम गर्दैछ अलिकति खर्च थाहा भयो अनि वी ह्याड 1 month अनि 1 monthमा पट त अब गर्न गाह्रै पर्छ नि त त्यो भने पनि बट देन हाम्रो ट्रेनर हुनुहुन्थ्यो हाम्रो अनिल भण्डारी सर गुरुजी उहाँसँग ट्रेनिङ गरेर चाहिँ आई कट लगभग 15 to 16 kgs र आई वाज इन द बेस्ट सेप अफ माई लाइफ भनौँ न त्यतिखेर अलिकति त्यो डर्टी कट भन्छ त्यसलाई द्याट्स नट सेफ फर यर बडी बट it was worth it. No, actually, like one of the questions I had for you was to talk about your weight cut journey. Because like this guy, he cut down 14 kgs in like 1 month. Even the people who took the auditions in Italy, even they were shocked about it. Right? So do you want to talk about it for some time? Like, how was your weight cut journey? Like, how did you achieve that? That was impressive. But like 14 kgs in a month, that's not Like not everyone can do you want it. to know my secret word? Yeah, I want to know his secret. Come on. The main secret everyone wants Yeah, everyone wants to I know think his the secret. main thing is self-discipline and Yeah. persistence. I think those two words define itself. But then, मैले No, this guy was eating chicken and broccoli, like chicken and what? What was that? Salads? chicken salad, rice, एयर फ्रायर Air fried, like that was straight. but it was good meal. Yeah. मैले त्यस्तो नमिठो खाना आएर दुब्लाएको चाहिँ होइन तपाईँहरूले नि क्यालोरी काउन्ट गरेर चाहिँ मिठो मिठो खाएर पनि घटाउन सक्नुहुन्छ
सेक्वा नै खाएर पनि हराउन No, सक्छ I'm- but then uh, you have to be a bit disciplined about it. I have witnessed this first hand. They train with me now and they know. Yeah, how it's hard it is. quite yeah. अनि यस्तो छ लाइक इफ आई यस्तो होइन कि मैले चिटमिल नगरेको त होइन नि त तिमीहरूलाई पनि थाहा छ चिटमिल तिमीहरूसँगै गरे हो र चिटमिल गर्दा गर्दा पनि मेरो वेट लस भयो र अरू जसले कटिङ फेजमा थियो तिनीहरूले चाहिँ त्यत्रो स्ट्रिक्ट डाइट गर्दाखेरि कटिङ किन भएन र भन्ने कुरा आउँछ मेन कुरा भनेको डिसिप्लिन हो मेन कुरा भनेको क्यालोरी काउन्टिङ हो इन द एन्ड प्लस र माइनसको खेल्ने हो जति क्यालोरी तिमी लिन्छौ र कति बर्न गर्छौमा तिम्रो माइनसमा आउनु पऱ्यो इन द एन्ड बेसिक म्याथ चाहिँ त्यही हो It's all about calorie deficit, I know. जे खाने हुन्छ So guys, भन्दैमा keep that in mind. रक्सी मात्र खाएर चाहिँ नबढाउनु होला Yeah, but like yeah, प्लिज it's all about the इट गुड फुड भर्सक होल मिलबाट नै प्रोटिन कार्ड सबै सोच्ने होला र डर्टी कटिङ चाहिँ नगर्नु प्लिज भेरी रिस्की So like moving on, how is your 1 month training? The 1 month training that you know, Mr. Nepal go like 40 days already. So what was your that 40 days training period? लाइक Yeah, like इट वाज no, like what were the things you learned? Like how was the experience and everything? बेसिक कुरा त्यहाँ सिकाउने भनेको चाहिँ लाइक हाउ टु टक इन पब्लिक होइन एन्ड हाउ टु मेक अ सेल्फ बेटर नट ओन्ली देखाउनलाई मात्र होइन बट देन जेन्युनली यु हेभ टु फिल इट जस्तो कि यु लर्न हाउ टु डेलिभर हामीले कसरी क्वेसन एन्सर चाहिँ कसरी डिल गर्ने र मेन भनेको क्रिटिकल थिङ्किङमा चाहिँ यु फोकस मोर भन्नु मेरो लागि चाहिँ र मेन मोस्ट इम्पोर्टेन्ट थिङ यु लर्न इज टाइम म्यानेजमेन्ट बिकज इट वाज भेरी एक्टिभ 40 days was like You told me your shoots and all they were finishing around 12 yeah. and all that, right? yeah, it's very hectic. So you learned a lot of things Yeah, from that at least. यस्तो छ फलामलाई पनि तरल हुनलाई आगोमा हाल्नै पर्छ त्यसलाई हाल्नै पर्छ त्यस्तै That was the experience. तिखारिनलाई तात्तिनै पऱ्यो घोटिनै पर्छ नघोटिकन त्यो फलाम कहिले पनि तरल हुनै सक्दैन So then, what are the criteria needed? Like, suppose I want to go for Mr. Nepal, and like, I guess we don't have quite a lot of audience, but even the audience might be thinking. So like, if I want to get into Mr. Nepal, like, how should I train for it? Like, what is the procedure? What are the criteria? If you can explain it to the audience, like, not everyone knows about यस्तो it. छ the criteria are very simple. Okay, You have to be minimum height, that is 5'7". 5'7". Okay. Then you need to have a proper amount of physics, Okay. and then you can't be more than 32 years old. 32. So that's the basic thing. The physical aspect भयो होइन र अर्को कुरा भनेको चाहिँ मेन्टली चाहिँ you have to be prepared for everything what's coming after you. किनकि तिमी अडिसन गएर अडिसनमा तिमीले दियो and if you get selected, that is. र हाम्रो योपालिको अकर्डिङ टु रवि सर No, like you said the criteria is only that much, but like, Yeah, हजुरको ट्रेनिङ क्याम्पमा त जगिङ्सहरूदेखि लिएर आर्मी Okay, क्याम्प भन्दैछु म। ए ओके अब हाम्रोमा अडिसनमा चाहिँ तिम्रो यस्तो हुन्छ मेन फर्स्ट क्राइटेरिया भनेको नै अडिसन पार गर्नु हो नि त होइन र तिमीले अडिसन क्र्याक गर्नलाई चाहिँ देयर आस्क यु क्वेसन्स कि लाइक तिम्रो इन्ट्रोडक्सन के हो वे यु फ्रम एन्ड त्यो इन्ट्रोडक्सनबाट दे विल अन्डरस्ट्यान्ड कि कतिको नलेजेबल छ कतिको एक्सर्साइज गर्छ अनि त्यही अनुसार दे विल आस्क यु क्वेसन्स हो अनि तिमी फिजिकली फिट हुनै पऱ्यो होइन मिस्टर नेपाल भन्ने बित्तिकै इफ यु वान्ट टु So there's a thing, this like, you need to have abs. So is it a necessity for a person who enters in this to have abs and all that? Is it a myth or like? No, it's like this. This is a glam industry. Yeah, for sure. And you have to be prepared what comes after you. Kailekai you have to do nude photo shoot too. By nude I mean only Yeah. on these. Yeah, right. And on these shoot गर्दाखेरि तपाईको पेट भुक्लुक्क निक्लेको त राम्रो देखिँदैन नि त। No, but like you might be skinny but not have abs, right? Like, is that not a thing? So like abs Yeah, is this was needed not- or not when you go out? Because everyone talks about this. I've heard everyone talks Every about contestant didn't have abs, no? it. Oh, is it? Yeah. But the person who won the best physique had abs. Now if you don't want best physique title then it's fine. Okay. But if So you it's are not a competing, it's यस्तो हो कि तिमी
जे भने पनि मिस्टर नेपाल जिते पनि नजिते पनि ल तिमीले जान त जित्नलाई जाने हो नि त तिमी जित्नलाई गइसकेपछि तिम्रो नेक्स्ट स्टेप भनेको इन्टरनेसनल हो अनि तिमी इन्टरनेसनल हुँदाखेरि यु क्यान से कि एप्स किन चाहियो भन्नु इट्स पार्ट अफ अ तिम्रो रुटिन हुनु पऱ्यो कि त्यो भनेको तिम्रो फिजिकल्ली हाउ फिट यु आर भनेर देखाउने एउटा पार्ट हो नि त जस्तो कि तिमी अब So you can be fat and you can go for wrestling. यु क्यान विन टु इफ द जजेस लाइक यु देन यु क्यान विन फर्स्ट यु हैव टु गेट सिलेक्टेड Auditions. Okay, that's where we were. अडिसन्समा चाहिँ यस्तो थियो हाम्रो अडिसनको बेला चाहिँ अकर्डिङ टु रवि सर त्यहाँ लगभग 40,000 एप्लिकेन्ट्स थियो Total Nepal wide. And then 28 got selected. Only 28 got selected. 30 got selected, but then 2 were left out. Okay. So yes, it's not easy. अनि त्यहाँ पुगेर पनि you'll get mental breakdown too during this period. अनि तिमी झापाबाट उता एक्लै बस्न जाँदैछौ भने be mentally prepared that no one is going to be there for you. Yeah, take some support if you can. Yeah, if you can. Yeah. त्यही हो तिमीले अब मेन भनेको मेन्टली चाहिँ तिमी फिट हुनु पऱ्यो यु हेभ टु बी रेडी टु फेस एनिथिङ Okay. So moving on, like, okay, the auditions, the crowd, the audience, they got through the auditions, right? Yeah, okay. So now they get into the real deal. They got selected. So like, now what? Now what next? Now you have to just let go. You have to let go of yourself. You have to trust the organization. Like a bit more in details, like Yeah. what? यस्तो हुन्छ क्या तिमी त्यहाँ पुगिसकेपछि तिमीले जे सिकेको छौ नि यु हेभ टु हेभ द्याट करेज टु अनलर्न इट Okay. तिमी त्यहाँ पुगेर आई नो हाउ टु वक भनेर उनीहरूले सिकाएको वक म गर्दिनँ भन्नु मिल्दैन उहाँहरूले सिकाएको टेक्निक र हामीले सिकिसकेको टेक्निकमा फरक पर्छ नि Was there anyone who was with that? या आई मिन वाट लाइक एरोगेन्ट टाइप कि I know, like, as in like, एक्सपिरियन्स के भन्छ Yeah. आफ्नै लर्निङमा या Let's not spill Angel the was waters, there. bro. Let's not spill the There waters. was मसला चाहियो होइन आइएम सेङ देयर वाज एन्जल थियो हिमाञ्चल थियो एन्जल अल्सो केम फ्रम के भन्छ मोडलिङ ब्याकग्राउन्ड Yeah. Yeah, and Himachal won. He went for Asia too. I think he's from Korea or something, right? He went to Korea. He's not from Korea. He went to Korea to represent Nepal. So he already had experience, and that's a plus point. But even though he had learned everything, he still didn't say कि होइन यो मलाई अलरेडी थाहा छ यो नसिकौँ भन्ने हुँदैन तिमीले जति मान्छेसँग तिमीले स्किल लिन्छौ त्यो स्किल कहीँ न कहीँ काम लागिहाल्छ त्यो चाहिँ सोच हुनु पऱ्यो कि तिमीले मैले सिकिसक्यो भन्दैमा यु क्यान से कि आई अलरेडी नो वाइ शुड हैव डन दिस यु क्यान से इट्स बुलशिट द मोर स्किल यु हेभ द मोर यु गेट टु बिल्ड यर लेगेसी कुनै कुरामा त्यो जब तपाईँ त्यो कम्पिट गरिराख्नु थियो त्यतिखेर डिड यु हेभ एनी वान इन माइन्ड लाइक यसले जित्ला कि यसले जित्ला Anyone was a threat to you? Yes. Whenever? यस्तो थ्रेट भन्ने हुँदैन कम्पिटिसन कम्पिटिसन Like, yeah. फर मी यतै हिमाचलै थियो One हिमाचलको else? लागि म थियो मेरो One लागि else? हिमाचल। इन्ट्रेस्टिङ कुरा दाइ र हिमाचल इज के भन्छ रिलेटेड राइट भेरी फार तर एकदम Yeah, नट again, shout out to Himachal. या यस्तो थियो प्रकाश वाज देयर बिकज प्रकाश हेड अलरेडी कम्पिटेड लास्ट इयर हि वाज टप 7 टु अनि वान म्यान अफ द वर्ल्ड टु थियो अनि निश्चल भाइ थियो अनि अभियसली सक्रिय पनि थियो हाम्रो कृष्ण यस्तो छ कि सबै त्यहाँ 30 जना जो थियौँ नि हामी एभ्रिबडी ह्याड सम युनिक स्किल्स इन तर मिस्टर नेपाल हुनलाई लाइक एउटा स्किलले मात्र पुगेन नि त What was involved in it? अब हजुरको त्यो आर्मी सेसन भयो होला ट्रेनिङहरू भयो होइन Training So what हुन्छ, was त्यस्तो like के थियो एक्चुअली भनिदिनुहोस् न तिमीले सबै त्यो सब टाइटल नजितिकन पनि यु क्यान विन द टाइटल होइन तर त्यो हाम्रो अब के हुन्छ भन्दाखेरि एउटा भनेको इन्भाइरोमेन्ट रिलेटेड एउटा थियो हाम्रो शिवपुरी डाँडामा वक थियो Okay. That was the first event? द्याट वाज नट द फर्स्ट इभेन्टै भनौँ आउटसाइड त्यो द्याट इभेन्ट वाज कन्डक्टेड बिकज इट वाज टु बुस्ट द बन्डिङ के अफ एभ्री वान अनि टु सी कतिको फिजिकली फिट छ कतिको हिँड्न सक्छ पनि हेर्छ नि त द्याट इज अनि त्यो पनि एकदमै गाह्रै थियो भनौँ न मलाई त होइन अरू जो त बानी छैन अब हामी त ट्रेकिङ गरिराख्ने मान्छे दाइ नाम चाहिँ पुस्काउनु भएको छैन नाम चाहिँ भन्नु हुँदैन
बुझ्नेले बुझिसक्यो अनि अर्को त्यसपछि थियो हाम्रो फिजिक राउन्ड थियो। फिजिक राउन्ड भनेको अभियसली नामले नै भनिहाल्छ। तपाईँ उहाँले हेर्ने भनेको त्यो जिमवाला फिजिक राउन्ड होइन क्या हाम्रो त। हाम्रो फिजिक राउन्ड भनेको कतिको एस्थेटिक छ त, कतिको प्लिजिङ छ त, कतिको मोडल लाइक छ त, त्यस्तो खालको फिजिक हेर्ने हो कि। अनि द लेसर द बडी पर्सन्टेज द मोर चान्सेस अफ यु विनिङ। एन्ड लक्ष्मण वान द्याट। Shout out to Lakshman Bani. He's a great guy. He does calisthenics. Shout out today. Dara? No. Lakshman is from Baitali. We have no idea. Moving on. Do you have any idea? The one who does calisthenics. What? What was the place? Baitali. Baitali. Pashchim. Again, shout out to Baitali. Shout out. No, bro. Pashchim. Yeah, okay. र त्यसपछि अर्को कुन आउँछ हाम्रो पर्सनालिटी राउन्ड थियो। द्याट वाज इन 10X। अनि त्यो पर्सनालिटी राउन्डमा चाहिँ कस्तो थियो भन्दाखेरि क्लबमा स्टेजमा गएर तिमीले आफूलाई अब चिनाउनु पर्ने क्या मान्छेले। अब त्यो स्टेजमा तिमी गएर कतिको बोल्न सक्छ त, कति कन्फिडेन्स छ भन्ने कुराहरू। अनि त्यहाँ जसको बढी मान्छे हुन्छ एज इन जसले बढी भोट दिन्छ तिमीलाई यु विन द्याट पर्सनालिटी राउन्ड। त्यो चाहिँ हिमाञ्चलले जितेको थियो। र अर्को हाम्रो थियो आर्मी राउन्ड। आर्मी राउन्डमा चाहिँ फर्स्टमा तिम्रो 1.5 माइल्सको रनिङ हुन्छ। Okay. त्यसपछि पुसअप हुन्छ, पुलअप हुन्छ अनि सेटअप हुन्छ। That's it. अनि त्यसपछि हुन्छ हर्डल राउन्डहरू हुन्छ। आर्मीहरूले के हर्डल गर्छन्, त्यो रोप चढ्ने भयो, रोप यस्तो हातले चढ्ने, एउटा यस्तोवाला माथि चढेर तल झर्ने, अनि पानी पार गर्ने। त्यो चाहिँ प्रकाशजीले जित्नुभएको थियो। र त्यसपछि अरू कुन थियो त्यो यस्तै यस्तै राम्रो रमाइलो हुन्छ। अनि दे टेक यु फर आउटिङ पनि। दे टुक अस टु हिमालयन ब्युरेरी टु नो अबाउट हाउ बियर इज मेड भनेर पनि। Just meet that. या Just नो वी डोन्ट ड्रिङ्क। Beer helped him cut weight. डिस्क्लोज गरौँ कि नै? द्याट्स अ लाइ। I already said it. I'm not what disclose. एउटा कुरा भनिदिउँ न त, त्यो अडिसनको बेला What? one of the sirs, he was like, did you really cut kgs? 14. Did you really cut Yeah, in the 14 audition kgs and stuff. भनेर द्याट्स रवि सर। रवि सरले Literally asked his phone like to see his, डाउट गरिरहेको थियो। अनि and he saw the beer over there. यस्तो आई डोन्ट नो इफ यु सॉ or not, तर मेरो क्यालोरी He was there, right? क्यालोरी काउन्टिङ एपमा चाहिँ थियो। के हो यु हेभ टु यस्तो हो क्या, यु But कान्ट still you cheat lost yourself. weight, so You can't cheat yourself. no, you होइन did what you had to. Yeah. You You achieved your had to- goal. That's how It's done. Yeah, that's how I lost my weight. So. Exactly. If it works for you, it works for you, right? दाइ बिहान पनि बेलुका पनि गइरहेको थियो। Open the these. I don't know. सबै Even say funny out so. So moving on, Teda, you're talking about your after the army camp. What was that? After the army camp हाम्रो प्री जजमेन्ट थियो। प्री जजमेन्टमा चाहिँ 9 जना जजेसहरू हुनुहुन्थ्यो। अनि प्री जजमेन्टमा चाहिँ तपाईँको जस्तो कि एसएलसी दिँदाखेरि सेन्ट अप हुन्छ नि, त्यस्तै हो प्री जजमेन्टमा। प्री जजमेन्टबाट चाहिँ टप 12 छानिन्छ। टप 10 भनौँ न, 2 जना त वाइल्ड कार्ड इन्ट्री नै भनौँ बाई भोटिङ। अनि यता हाम्रो जजमेन्टमा चाहिँ को हुनुहुन्थ्यो वाइल्ड कार्ड इन्ट्री चाहिँ? आई नो ओन्ली वान पर्सन। अर्को आई हेभ नो क्लू। एउटा चाहिँ हाम्रो अस्टिन हुनुहुन्थ्यो, अर्को चाहिँ अस्टिन चाहिँ आउनुभएको थियो। उहाँले मोस्ट पपुलर पनि जित्नु भएको थियो नि त। सो द्याट्स हाउ नो। वानमा चाहिँ उहाँ हुनुहुन्थ्यो, सेकेन्डमा चाहिँ म चाहिँ फोर्थमा थिएँ। अनि या थ्याङ्क्स टु एभ्री वान हु भोटेड फर मी एन्ड थ्याङ्क्स टु यु अल गाइज पनि हु डिड द क्याम्पेनहरू गर्नुभयो। धन्यवाद भन्न चाहन्छु। अनि सन्देश भाइ एन्ड बुद्धलाई पनि They deserve it. रोहित सरलाई पनि The guy was running in the sun, man. उहाँहरू सबैजना मेन रोड ट्र्याक क्लब अफ भद्रको लागि नै भन्न चाहन्छु। Everyone is wrong. त्यसमा चाहिँ के तपाईँ जजेसहरू यस्तो हुन्छ, प्री जजमेन्टमा 9 जना जजेसहरू थिए। 9 जना जजेसमा लागि चाहिँ अब उहाँहरूले चाहिँ तपाईँहरूलाई पर्सनल 1-to-1 कन्भर्सेसन हुन्छ। डेलिकेटिभ नोटिफाइड तपाईँहरूलाई खुसी सक्छ। जस्तो कि मालविका म्यानसँग हुँदाखेरि चाहिँ सी आस्क्स मी लाइक झापाबाट हो कि के हो, कता हो, कता हो, के छ
छ जस्तो सोध्नु भएको थियो त्यसै गरी हाम्रो समर्पणलाई कुरा थियो हाम्रो सन्तोषीसँग पनि कुरा भएको थियो राजेश सुवालले हाम्रो वक हेर्नुभयो त्यस्तो सबै रिलेटेड हुन्छ हाम्रो सबै चिन्ने जसले हामीलाई ट्रेनिङ दिनुभएको थियो उहाँहरू आउनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई अब they get to know us better त्यही अनुसार if the candidate is fit for the or not This gets it selected to the top 12, right? अनि you will not know को top 12 मा छ until and unless you are on the stage त्यो मेन इभेन्टमै इभेन्टमा मात्र थाहा हुन्छ top 12 मा So all the 38 contestants will be standing over there. they didn't know. तर हामी त स्योर थियौँ This guy and me, we were having goosebumps. Like first time watching Mr. Nepal. यसले मलाई कोट्टाको कोट्टा है यस्तै ओ यतिकै थियो तर अलि गोरै भयो योपालिको तर इट वुड हेभ बिन मोर ग्रान्ड के यो हाम्रो जुन आन्दोलन थियो नि त ठ्याक्क हाम्रो प्रि जजमेन्टकै दिन आन्दोलन पनि पऱ्यो अनि प्रि जजमेन्ट गर्दाखेरि चाहिँ मेरो 9 बजे सुरु भएको थियो पर पर्सन चाहिँ 15-20 मिनट हुन्छ मेरो चाहिँ एभरेजै 40-45 मिनट पुगेको सबैजना अनि मेरो सकिँदाखेरि लगभग 2-2:30 बजेको थियो अनि त्यतिन्जेलसम्म 2 होइन 3 नै बजेको थियो सायद त्यतिन्जेलसम्म लाइक अब हामी त प्रि जजमेन्ट थियो नि त एटलिस्ट मैले चाहिँ फोनहरू रिसिभ गरेको थिएन अनि न्युजहरू आउनु थाल्यो लाइक गन सट्स किड्स आर डाइङ एन्ड देन आई फिल भेरी ब्याड त्यतिखेर चाहिँ लाइक इट वाज अब के चल्दैछ देशमा हाम्रो यहाँ के भइरहेछ एकदमै दुःखद घटना चलाइरहेको त्यतिखेर चाहिँ जसले अब ज्यान गुमाउनु भएको छ उहाँको लागि चाहिँ सल्युट उहाँको बलिदानले नै अब अहिले देशले एउटा नयाँ पार्टी लिएको छ नि सो वी मस्ट नेभर फर्गेट त्यो पनि भन्न चाहन्छु म चाहिँ That was a sad incident. एकदमै ग्रुसम इन्सिडेन्ट पनि इट वाज नट एक्सपेक्टेड हो वो जहिले आन्दोलन भइरहेको Yeah, even me, I was not expecting it to be this big. Like me and Sakar, when we were there, like 5 days before, I was like, there's nothing gonna happen. It's gonna be like all before. not 5 days, 1 day Like, before. was it 1 day? Oh yeah, it was 1 day before. जब लाइभमा टिकटक लाइभमा 250जना जति थियो त्यसमा भन्दै थियो दुईजना Yeah. I was like, nothing's gonna like, cause like every time it had been happening, right? So there was no conclusion, there was no end, there was no anything. And this time it was. तपाईँ कहाँ हुनुहुन्थ्यो चाहिँ प्रि जजमेन्टमा चाहिँ होइन होइन लाइक आन्दोलनको बेला Did you go for the protest? Like, you all planned वाट वाज for it? यर एक्सपिरियन्स भने त आन्दोलनको पहिलो दिनै हाम्रो प्रि जजमेन्ट थियो क्या द डे Oh, yeah. किड्स We वर got- सर्ट Mhm. त्यो दिन हाम्रो ऊ चल्दै थियो जजमेन्ट चल्दै थियो Hey, okay. अनि भोलिपल्ट चाहिँ म गएँ बानी सर्ट पनि आई स किनकि मलाई के लाग्छ भन्दाखेरि अब सरी युवा नै हो नि त हामी पनि जे भन्नु द लिस्ट वी क्यान डु इज गो देयर एन्ड सपोर्ट यो उसको लागि कजको लागि किनकि यो आन्दोलन किन भएको त हजुरहरूलाई पनि थाहा होला त्यो त्यसको लागि त हामीले सहभागी गराउनै पर्छ अब तपाईँहरू यता हुनुहुन्छ र झापाको चाहिँ के थियो एउटा Zapapa when like this is a critical day. When we were part of it, not in the first and all that, but like the second day, everyone was there. We had made groups about it. Watching it, Raji Bani, like it's like those 2 days were really threatening, right? So police are even here now. They here no laws were active in our country to be here. So we went. We bought like 10 guys and all. Like if there's any problem in the society, we do all that. We are for the cause, right? So we were doing all that over here. It was- सिसीलाई चाहिँ अलिक हारेको There was a lot of bad things that happened during the incident, but I think it's a part of it. I know everything has ups, everything has downs. I know that. So hopefully Nepal grows into a beautiful country down the years. I'm sorry that Nepal will like really socheko basiera haina. None of us are planning to go abroad, at least till now, right? So what was your incident like? Usko it's a different incident. Is that his politicians or like yeah, Vada Raksha? के थियो लाइक अब इट वाज डिफ्रेन्ट एक्सपिरियन्स Yeah. छुट्टै एक्सपिरियन्स थियो अब कहिले सोचेको थिएन हामी बाई गड्स ग्रेस केही भएन होइन अनि हुन त ब्याकको रेपुटेसन राम्रै छ
त्यो भएर For पनि that reasons, Yeah, his dad is an example that every politician is not corrupt. yeah. अनि So like not, yeah. Epic. त्यो भएर पनि राम्रो रेपुटेसनले गर्दाखेरि पनि फुटबल सबै राम्रो काम गरिराख्नुपर्छ क्रिकेट ग्राउन्ड बनाउनुपर्छ Yeah. के डेभलपमेन्टहरू Should all Do good and the good will come back to you. Actually, a lot of things happening in Japa about the food, right? Guys, everyone should come to Bathurpur. It's a beautiful Because place. Mr. Nepal is from Bathurpur. We have the title, man. I know. We have the title. I mean, the titles are right. and सबैले everyone was happy because Yeah, you yeah. represented Everyone was so proud. Wonderful. Only. हाम्रो ठाउँ जे गर्नुभयो we were हाम्रो very proud families, है everyone. You too. हामीलाई like it felt हुन्छ नि heartful. No, that was really impressive of you to just show up, do, you know, like all of a sudden without any preparation, without that much preparation. People have been trying for like 1-2 years. I know few names. So you in a one 11 shot, has a- and that's Huh? yeah. 11 has a- I know some stories, bro. त्यसैलाई पनि थाहा छ मजाले दिँदैछ Even I know him. I met him too. So got that. So all that things. But he's a great guy. But that's impressive. Yeah, the handshake for that. Thank you so much. ठिकै हो त्यस्तै हो दाइ अलिकति कस्तो छ Yeah. Apart दाइ from- अब के भन्छ No, actually, guys, we are not like this when we three are together. Usually, this is like a very Like a unusual cinematic environment happening. for us, I know. यसो हल्का सिरियस भएर यस्तो We are very different if you meet us in person. It's just the first time we started this podcast. Actually, we don't even have a name till now. The name's gonna come प्लिज up. सब्सक्राइब Yeah, नेक्स्ट please एपिसोडमा subscribe. हामी We're एउटा gonna- नाम खोज्छौँ Yeah, even he's gonna be there. नत्र तपाईँहरू कमेन्ट बक्समा लेखिदिनु होला के नाम राख्नुपर्छ Oh, you can Please, help please. us. Yes, please. Please give us your suggestions. अनि सबै मम ड्याडहरू सबले हेरेर आउँछ नमस्ते They're still gonna watch. नमस्ते So like, अब हजुरको moving on, अब title त पाइसक्यो. अब next plan चाहिँ के छ दाइ? अब now, what's the next plan? Yes. नेक्स्ट प्लान भनेको मेरो अहिले तत्कालै चाहिँ आई वान गेट इन्टु एक्टिङ क्लास लिनु मन छ मलाई चाहिँ Okay. नट मोर इन्टु फिल्म्स भन्दा पनि मोर इन्टु थिएटर्स चाहिँ गर्नु मन छ Mm-hmm. किनकि आई लाइक अलिक र कुराहरू मनपर्छ कि मलाई सो आई फिल द्याट थिएटर इज अ बिट र र एक्टिङ पनि जस्तो लाग्छ मलाई Oh. अनि Yes, that- I'm trying to get into acting classes and Okay. then I'll try something new like dancing too. अनि obviously अब मेरो इन्टरनेसनल जुन मिस्टर ग्लोबलको जुन टाइटल छ त्यो चाहिँ अब इन्टरनेसनलमा हुन्छ र होपफुली अर मेबी थाइल्यान्डमै हुने कुरा भइरहेको छ अहिलेसम्म चाहिँ आई स्टिल हेभ 1 year to prepare so I have a lot of time but then again I So, like- expect very good. अब you are the Mr. Global होइन? So हजुरलाई चाहिँ प्लेटफर्मको थ्रुबाट पनि सुट्सहरूको उयोहरू रिक्वेस्टहरू उयोहरू आउँछ कि आउँदैन? How much credit दिन्छ क्या उसलाई? यस्तो The छ platform is right now. I recently saw you go to a photo shoot, right? For wash. वास Yeah. So you got that on your own. Yeah, Right? we- Like, we- it was not through the platform. So platform to through got it, right? I was like, like, I'm like fruitful by that. Are you getting your? Is it help you build? They're trying to put me in a controversy. No, you can Yes, speak sir. out loud, right? यस्तो No, I know the conditions are bad, यस्तो छ right? नेपालमा Everyone knows it. आई थिङ्क पेजेन्ट्रीलाई अलिक गाह्रै छ Yeah. किनकि That's मेन त गभर्मेन्टबाट पनि त्यति सपोर्ट छैन होइन okay. किनकि सपोर्ट हुनलाई पनि उसको जे कुरामा पनि पोजिटिभ र नेगेटिभ हुन्छ नि त लाइक मलाई चाहिँ किन ब्रान्डले अपोज गर्छ त जस्ट बिकज आइम मिस्टर नेपाल दे नट अपोज मैले उसको ब्रान्ड So- भ्याल्यु बढाउन सक्नु पऱ्यो सर्वप्रथम त्यस्तो लाग्छ मलाई चाहिँ अब म मिस्टर नेपाल भएको नाताले अभियसली अर्गनाइजेसनले आफ्नो पाटोबाट जे गर्न सक्छ सब गर्दैछन् र अहिले यो चाडबाडको बेलामा आई थिङ्क यो अब गरी पनि हाल्नु मिल्दैन नि त सबैजना छुट्टीमा हुन्छन् फोटोग्राफरहरू थिङ्क अब द्याट पनि र हाम्रो फोटोसुट हुने पनि कुरा भइरहेछ वी आर एक्टिभली इन टच हामी तिनजना मिस्टर नेपाल हुने र लेट्स होप फर द बेस्ट अनि यस्तो छ अपर्च्युनिटी भनेको पर्खेर आउने होइन नि त अब मैले पर्खिराखेको भए त म You proved that. Actually, you literally proved that. होइन Yes. या त दुःखी भएर आउने होइन मलाई अब
अर्गनाइजेसनले के गरेन भन्दा पनि अर्गनाइजेसनले चाहिँ मैले के गर्न सक्छु त यो टाइटललाई अझै कसरी म ठुलो बनाउन सक्छु त अब आउने जुन कम्पिटिसन हुन्छ त्यहाँ चाहिँ उनीहरूले गिरिश रत्न साक्यले त यस्तो गरेको रहेछ 1 वर्षमा भनेर चाहिँ चिन्न सक्नु पऱ्यो। Actually, a lot of people might be motivated because of this achievement. I don't know how, but the rest of the Nepal might just be hype, but at least in Badripur there was hype about Girish Ratna Sakya. He was everywhere. Like all the local restaurants, he was, right? यस्तो छ And that has motivated, like a lot of people, it has motivated for them. just like the saying goes, no, like it's like start the charity from your own itself. No? Even me, for myself, it has helped me take the next step. I have my plans, it's gonna come up, but like, it has helped me take that step. So that's good, right? Don't be lazy, guys. Try something new every day. Yeah, you The gotta best thing- win in life. The best thing about time is it changes. Yeah. Yeah. त्यही हो कति बेला कहाँ ढोल बज्छ खाने राम्रो कुरामा पनि ढोल बजाउँछ नराम्रो कुरा पनि भन्छ अब अहिलेभन्दा 4-5 वर्ष अगाडि इफ यु ह्याड मेट मी देन आई वाज अ कम्प्लिटली डिफरेन्ट पर्सन म इन्जुरी नै 2 चोटि भइसक्यो 3 चोटि भइसक्यो Actually, हजुर उता जानुभएको थियो नि के अरे काठमाडौँ अब यो होल प्रोसेस हजुरको मिस्टर नेपाल लाइक आई सो लाइक म हजुरको माथि चाहिँ ठुलो डिफ्रेन्स देखेँ क्या फ्रम द टाइम यु लेफ्ट द टाइम यु अराइभ फ्रम द एयरपोर्ट हजुरको धेरै नै त्यो चेन्जेसहरू देखिसकेको थियो क्या त्यतिखेर त्यति त्यो त बेयर मिनिमम हो कि द्याट ह्याज टु ह्यापन किनकि त्यो ट्रेनिङ त्यो यस्तो हुन्छ। इन्टेन्स हुन्छ त्यो title- त्यो डिफ्रेन्स देखेँ क्या हजुरको यस्तो छ त्यो मैले टाइटल नपाउँदा पनि त्यो डिफ्रेन्स त देखिँदैन किनकि टाइटलले गर्दाखेरि एउटा टाइटल त के हो र यार नाम मात्र त हो नि तर हाउ यु क्यारी यर सेल्फ म्याटर्स तिमी आफूमा कति कन्फिडेन्स हो र तिमीले समाजलाई के दिएको छ त भन्ने कुरा हो कि मैले समाज सेवाको कुरा गर्दै गर्दाखेरि यत्रो दिनसम्म मैले त्यो ल्यान्डलाइटमा आउन या त मेरो प्रमोसन होस् भनेर गरेँ होइन आई हेभ बिन डुइङ दिस फर 7 years एन्ड आई नो वाट्स ह्यापनिङ इन सोसाइटी भनेर मलाई थाहा छ सो त्यही हो मैले त अब जे भने पनि रोटेङमा लागिसकेपछि म समाजको लागि के गर्छु भनेर लागेको मान्छे नि त पहिलादेखि नै अब यो प्लेटफर्म पाएँ भने पाइसकेँ अब यो प्लेटफर्म पाएर अझै के प्रमोसन गर्न सकिन्छ कि अब रोड ट्र्याकको कुरा आइहाल्यो होइन है उहाँ फेरि वान मोर टाइटल होल्डर है द चार्टर्ड प्रेसिडेन्ट अफ रोड ट्र्याक क्लब अफ भद्रपुर चार्टर भनेर the first one to फाउन्डिङ प्रेसिडेन्ट भनौँ न establish road track in Badripur in very simple ways. अलिक गाह्रो हुन्छ पहिलो 1 वर्ष चाहिँ But like road track is also like एकदम राम्रो platform है. बेस्ट प्लेटफर्म हो It all depends on you How how you much use you it get, भन्ने कुरा yeah, how you carry yourself when you need that. तिमीले, So in the same way. मिस्टर नेपालको टाइटल जित्नै पर्छ भन्ने छैन नि त Oh. तिमी मिस्टर नेपालको त्यहाँ गएर तिम्रो पर्सनालिटी डेभलपमेन्ट यस्तो भएर भइसक्यो हुन्छ तिमीले त्यो पर्सनालिटी आफैमा चेन्ज फिलै गर्छ अनि हाउ यु युज इट Yeah, nowadays he's dressing up stands and all that. Have you noticed that? So and there's a secret product he uses. What? ए यस Hairsprays, air perfumes, my hair is air too- perfumes. Bro. No, bro, I don't use Bro, that. you, oh. That's someone else. Oh. Shut up, Shut up. My bad. त्यही हो Alright. Again, they should cut with it. होइन ठिक छ So moving on, like road track को कुरा गर्दैछौँ है. त्यो बोल्दै बोल्दैन तर road track पनि like हुन्छ नि very good platform for your self improvement, हाम्रो self development, आफ्नो talking skills देखि लिएर है. म पनि पार्ट भए दाइले गर्दै हुन चाहिँ म road track छिरायो. We met through basketball. Let's not get over there. दाइले मलाई छिरा table ठोक्न लगाएको थियो. We got into it. And yeah, it has taught me a lot of things actually. मेरो personally पनि personal development ways मा पनि. I'm still learning. म दाइबाट धेरै कुरा अझैसम्म सिकिरहेको छु. उसलाई पनि छिरा भनेको 611 छिरा भन्दैछौँ अब. ऊ खालि इभेन्टमा मात्र आउँछ रमाइलो इभेन्टमा मात्र आउँछ फेलोसिप हुँदा मात्र आउँछ. सेसी. फेरि रक्सीहरू खाँदैन सेसी खुसी हुने हजुर म त है यहाँ खाने त. यस्तो छ कसरी खान्छौ भन्ने कुरा आउँछ Yeah. ड्रिङ्क रेस्पोन्सिबली He knows how to change his questions, man. That's good. I'm not changing Bro, the question, he's but not I'm saying drink responsibly. That's it. That's a good way to answer it. But nice. Yeah.
तिमी पचाउन सक्दैनौ भने अँ। धेरै नखाऊ एक प्याक खाऊ अझ डोन्ट ड्रिङ्क म्यान यस्तो यो कुरै नगरौँ नखानु अब वर्ष बेस्ट भनेको चाहिँ नखानु नै हो नो अल्कोहल तर अब तपाईँलाई इफ यु लाइक द टेस्ट द अरोमा Yeah. द एसेन्स अफ इट अरूमा या द आफ्टर टेस्ट देन वाइ नट त्यस्तै कुरामा साँच्चीको कसरी हाम्रो भेटघाट कसरी भयो थियो कसको हाम्रो यसो याद छ भने गिरिश दाइ र मेरो चाहिँ बास्केटबल फर्स्टमा होला होइन भाइ बास्केट दिउँसो भयो आजकोमा देख्छु भयो त्यति नै रोड ट्र्याकै छु ऊ चाहिँ बास्केटबल हो पछि नै बास्केटबलमा पनि क्यारेक्टर यो कोरोना बेलामा 3 years back कोरोना 5 वर्ष भइसक्यो 3 years 4 years हो bro 5 years भइसक्यो it's been 4 years I've known you eh crazy 4 years 4-5 years अलिक टन्नै भयो 19 भयो ए सरी को 5 years हो यस्तो हो क्या तिमीहरूले मलाई चिन्नु इज नट अ बिग थिङ द बन्ड विच हेभ yeah तिमीहरूले मबाट कति सिक्यो र मैले तिमीहरूबाट कति सिक्यो त्यो हो नि त द्याट म्याटर्स हाउ गर्न मात्र साथी त हुन्छ नि त oh वी लर्न वी ग्रो together bro त्यस्तो हो साथी त अब टन्नै छ नि अब यु नो हाउ सोसल आएन मेरो जहाँ पनि साथीहरू छ नि oh फेरि मेरो सबै ठाउँमा एक दुईजना यस्तो साथीहरू छन् कि वाइल्ड मिल्ने साथीहरू छन् सबै ठाउँमा मिल्ने फेरि मेरो ग्रुपै त्यस्तो हो कि आई अब मलाई त्यो आई डोन्ट ब्र्याग त्यो ठुलो कुरा गर्नु खोज्दा होइन तर मलाई त्यो भाइबहरू चाहिँ आई क्यान फिल जस्तो लाग्छ लाइक मान्छे भेट्ने बित्तिकै जसले मान्छे छिटो भनेर थाहा हुन्छ भाइलाई पनि भनिरहेको oh यस्तो कमिसन कति गरेर भाइ होइन Global Nepal what is the one advice you would give to all the youths around the world अराउन्ड द वर्ल्ड yes not only in Nepal युथ होइन आई थिङ्क आई वुड लाइक टु गिभ द एडभाइस टु एभ्री hey वान sure त्यही हो जुन चाहिँ मैले अस्ति नै भनेको थिएँ मिनाको पनि त्यही भनेको द्याट टाइम भन्ने बेस्ट थिङ भनेको चेन्ज एन्ड यु मस्ट अलवेज रिमेम्बर द्याट दिस टु स्याल पास राम्रो टाइम पनि जान्छ नराम्रो समय पनि जान्छ त्यसैले आफू हरेस खानु भएन आफूले गरिरहेको कामप्रति चाहिँ अनेस्टीका साथ अगाडि बढ्नु पऱ्यो सर्वप्रथम तिमी आफूमा अनेस्ट हुनु पऱ्यो तिम्रो काममा अनेस्ट हुनु पऱ्यो त्यसपछि देशप्रति अनेस्टी देखाउनु पऱ्यो अनि समयको त के हो र आज तिमी गरी समय भोलि धनी हुन्छौ आज धनी छ भने भोलि गरी पनि हुन सक्छ त्यसैले अनि लाइफ टु फुलेस्ट वर्क हार्ड पार्टी हार्ड well son full event होइन भन्नु न अनि क्लिक गर्दा हुन्छ नि त नेक्स्ट इभेन्ट अहिलेसम्म फिक्सै छैन होइन एज इन लाइक 1 year छ तपाईँको थाइल्यान्ड जाने त्यो चाहिँ 1 वर्ष एक वर्ष। त्यो आएकै छैन तपाईँको त्यसको लागि रोड म्याप के छ तपाईँको के छ कस्तो गर्नुहुन्छ के छ प्रिपरेसन माइन्डमा any costume designs you have in head यहाँ अब यस्तो छ मेरो मेन भनेको त्यहाँ अब इन्ट्रोडक्सन भिडियो एउटा हुन्छ इन्ट्रोडक्सन भिडियोमा चाहिँ मेन मेरो प्लान भनेको चाहिँ नेपालको कल्चरलाई कसरी झल्काउनु भन्ने सोच तराईदेखि हिमालसम्म सबै कुरा देखाउनु पऱ्यो अब त्यो एभ्री इयर हुने त त्यही हो होइन सबैको तर त्यसमा के ट्विस्टहरू ल्याएर गर्न सकिन्छ कि टाइप मेरो प्लान छ अनि कस्ट्युम डिजाइनमा पनि लेट्स सी मलाई चाहिँ अलिकति म तराईकै बासिन्दा भएकोले चाहिँ एउटा तराईको कल्चरल ड्रेस एउटा एस्पेक्ट अनि नेवारी भएर नेवारीको एस्पेक्ट तर हामीले लिटरली आज यो पडकास्ट हामी त पडकास्ट स्टार्ट गर्छ भन्ने थाहा पनि थिएन 2 days अगाडिको प्लान है तर थ्याङ्कफुली हाम्रो तिरिसक्न सक्यो आइदिनु भयो धेरै धेरै धन्यवाद यहाँहरूलाई हजुरबाट धेरै धेरै कुराहरू सिक्न पाइरहेछ पाउँदै गरौँ सँगै ग्रो हुँदै गरौँ हामीहरूलाई पनि एकदम यो प्रिभिलेजको कुरा हो तपाईँहरूको पहिलो पडकास्टमा मलाई सहभागी बनाउनु अनि हाम्रो फर्स्ट उयोमा मिस्टर ग्लोबल नेपाल आइदिनु भएको छ what a day एउटा यसो फाइनल वर्ड्स भनेर एउटा कहावत सुन्नु तपाईँको गजल गजल एन्डिङ कहावत ल गजल let's listen to it last अघि भइसक्यो त्यही नि